हेलो एभ्रिवान आज हामी सबैजना नमस्कार। आज हामी जर्नल भन्ने एउटा च्याप्टर हुन्छ नि एकाउन्टको एकदमै बेसिक हुन्छ तपाईँहरूको यो बेसिक नलेज हुन्छ नि हामीले बेसिक नलेजको लागि हामी पढेको हुन्छौँ जर्नल भन्ने चिज हजुर होइन। हामी आज जर्नल भन्ने अब एकाउन्टको एउटा फर्स्ट च्याप्टर हुन्छ जसमा हामीले अब अलिक केटाकेटीहरूलाई हार्ड लाग्ने तथा 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 गाह्रो हुने जस्तो हुन्छ तर हामीलाई यो अलिक बेसिक थिङ हो जुनमा प्रब्लम्सहरू बुझ्नुपर्छ। जुन हामीले आज जर्नलको क्वेसन र तथा प्रिपेरेसन हामीले प्र्याक्टिस गर्न आँटेको। जर्नल भनेको के हो भनेपछि सुरुमा हाम्रो यो जर्नल तपाईँलाई अब जर्नल भनेको के हो भने त अब जर्नल भनेको त प्राइमेरी बुक अफ एकाउन्ट हो वेयर द अल द फाइनेन्सियल ट्रान्जेक्सन्स आर रेकर्डेड इन द सिस्टमेटिकमा द फाइनेन्सियल रेकर्डहरू हुन्छ नि मनी रिलेटेड ट्रान्जेक्सन्सहरू हुन्छ नि तिनीहरू रेकर्ड हुन्छ त्यसलाई भन्छ जर्नल। जर्नल भनेको के हो भने पनि म देखाइदिन्छु स्कुलमा पढाएको हुन्छ तर पनि म लेखिदिन्छु होइन। वाट इज JOURNAL जर्नल। जर्नल भनेको के हो त बेसिकली JOURNAL जर्नल इज द प्राइमेरी बुक अफ एकाउन्ट where all financial or FINANCIAL financial transactions transactions are record record systematic systematic using using double entry principle CIPL principle in chronological CHRONOGICL chronological order। बेसिकली जर्नल भनेको के रहेछ त भन्दाखेरि जर्नल भनेको एउटा प्राइमेरी बुक हो क्या। हाम्रो नर्सरी टु युकेजी हुन्छ नि प्राइमेरी स्कुल प्राइमेरी क्लासेस त्यस्तै भन्छ नि होइन हामी भन्छौँ नि हो त्यस्तै क्या। जर्नल भनेको चाहिँ प्राइमेरी सुरुको स्टेप भनौँ न हाम्रो सबैभन्दा सुरुको स्टेप। यस पछाडि जर्नल छ जर्नल पछाडि लेजर पछाडिको हाम्रो जर्नल पछाडिको आउँछ लेजर पछाडि आउँछ हाम्रो ट्रायल ब्यालेन्स सब्सिडरी बुक एसेक्ट्रा आउँछ हाम्रो निकै आउँछ। तर सुरुमा हाम्रो बेसिक भनेको चाहिँ जर्नल भएकोले गर्दा हामी जर्नल गर्छौँ। जर्नल भनेको चाहिँ बेसिकली जर्नलमा कतिवटा एकाउन्ट हुन्छ भन्दा URNL जर्नलमा एकाउन्ट भनेको नि पर्सनल एकाउन्ट PERSONAL पर्सनल ACCOUNT एकाउन्ट रियल रियल ACCOUNT एकाउन्ट र नोमिनल NOMINAL नोमिनल एकाउन्ट ACCOUNT एकाउन्ट हुन्छ। पर्सनल एकाउन्ट भनेको के हो त पर्सनल एकाउन्ट यसको फेरि फर्मुला छ क्या। पर्सनल एकाउन्टको भन्ने बित्तिकै हामीले अब पर्सनल भन्न मिल्दैन। पर्सनल एकाउन्ट PERSONAL पर्सनल एकाउन्ट भनेको आफ्नो एकाउन्ट पर्सनल एकाउन्ट भयो होइन हाम्रो अब आफ्नै एकाउन्ट भनौँ न पर्सनल। यसको फेरि इजी छ नि यसमा हामीले डेबिट र क्रेडिट हाम्रो यहाँबाट अब RECEVIE रिसिभर भनेको हाम्रो डेबिट हुन्छ पर्सनल एकाउन्टमा। फर्मुला पर्सनल एकाउन्टको फर्मुला हो यो बेसिकली स्कुलमा पनि सिकाएको हुन्छ त्यही पनि मैले यहाँ रिभाइज गरेको एकचोटि नबुझ्नेलाई बुझाइदिन खोजेँ। गिभर इजिकल्स टु क्रेडिट हाम्रो गिभर के भयो त गिभर रिसिभर भनेको हामीले अब कुनै पनि चिजबाट मनी रिसिभ गऱ्यौँ हुन्छ नि हामीले मनी रिसिभ गर्दैछौँ भने हामीले हाम्रो डेबिट भयो। डेबिट भनेको अब तपाईँ अहिले गर्दै जाँदाखेरि हामी मजाले बुझ्न पनि सक्छौँ। डेबिट भनेको हाम्रो डेबिट हाम्रो रिसिभर भनेको हाम्रो डेबिट भयो। गिभर भनेको हाम्रो क्रेडिट भयो। हामीले पैसा लिनु भन्ने छ सरी दिनुलाई हाम्रो के भन्छ क्रेडिट भन्छ। पैसा दिनुलाई हाम्रो के भन्दो रहेछ त क्रेडिट भन्दो रहेछ। अब फर्मुला यो बेसिक फर्मुला मात्र हो क्या। यो भनेको चाहिँ एउटा बेसिक तर यसको रियल फर्मुला अब हुन्छ नि यो चाहिँ भनेको बेसिक फर्मुला। यो बेसिक फर्मुला 1 नम्बरको यो बेसिक 2 नम्बर हाम्रो रियल एकाउन्ट भयो होइन। अब रियल एकाउन्ट
COUNT। अब हाम्रो यो के हो, रियल एकाउन्ट हो। हाम्रो रियल एकाउन्टमा अब यसको चाहिँ फेरि रियल एकाउन्टको चाहिँ हामीले फेरि यो फर्मुला चाहिँ हामीलाई जति बेला पनि चाहिन्छ। यो चाहिँ तपाईँहरूले हामीले यो जति बेलै रट्नुपर्ने हुन्छ। यो भनेको चाहिँ के हो भने WHAT वाट एभर वाट एभर कम्स कम इन डेबिट, whatever comes in debit, whatever goes out, yes, goes out in debit, PIT debit, sorry debit भनेछ, क्रेडिट CREDIT क्रेडिट। हामीले फेरि यसको सर्ट फर्ममा हामीले कहिले पनि डेबिट नलेख्नु क्या, हामीले CDR नत्र CR। मैले चाहिँ तपाईँहरूलाई बुझाउनको लागि डेबिट लेखेको। हामीले अब पर्सनल्ली लेख्नु पर्यो भने हामीले वाट एभर कम इन डेबिट, वाट एभर गो आउट इन क्रेडिट। हामीले जति पनि लेख्छौँ हाम्रो डेबिटमा गयो, हामी जतिबाट हामी वाट एभर हाम्रो जान्छ त्यसलाई हाम्रो क्रेडिट हुन्छ। हजुर होइन, क्रेडिट हुन्छ। अब यो त हाम्रो एउटा भयो। अब नोमिनल एकाउन्ट भनेको छ, नोमिनल एकाउन्ट भनेको छ। अब अझै एउटा एकाउन्ट रहेको छ हाम्रो नोमिनल एकाउन्ट, NOMINAL नोमिनल एकाउन्ट। नोमिनल एकाउन्ट रहेको छ हाम्रो नोमिनल एक्सपेन्सेस EXPENSES एक्सपेन्सेस एन्ड लसेस LOSS लस इजिकल्स टु डेबिट। के हुँदो रहेछ भनेपछि एक्सपेन्सेस नोमिनल एकाउन्टमा हाम्रो के हुँदो रहेछ, एक्सपेन्सेस एन्ड लसेस भनेको डेबिट हुन्छ। इट रिफर टु, मैले यस्तो साइन दिएको छु, इजिकल्स टु डेबिट गेन एन्ड प्रफिट, गेन एन्ड इन्कम, सरी नट प्रफिट, इन्कम इजिकल्स टु क्रेडिट। हाम्रो एक्सपेन्सेस भनेको हाम्रो पैसा जानु हो क्या, हाम्रो पैसा लस हुनु, हाम्रो पैसा खर्च हुनु, अनि हाम्रो पैसा इन्कम हुनु, हाम्रो पैसा धेरै प्रफिटहरू आउनु। प्रफिट पनि मैले अघि भनेको थिएँ नि, प्रफिट त्यो पनि हुन्छ। तर हामीले प्रफिटको साटो इन्कम नत्र गेन लेख्यौँ भने अलिक हुन्छ नि, राम्रो हुन्छ, अलिक बुझ्न पनि सजिलो हुने पाराले मैले त्यसैले यो लेखेको। हाम्रो के हुँदो रहेछ भन्दाखेरि नोमिनल एकाउन्टमा एक्सपेन्सेस एन्ड द लसेस भनेको डेबिट हुँदो रहेछ भने गेन एन्ड द इन्कम भनेको क्रेडिट हुन्छ। अब हामीले यस्तै पाराले सल्भ गर्नु पर्यो भन्दा मसँग यहाँ एउटा बुक छ हाम्रो यो सिम्पल जर्नल इन्टायर्सको। हाम्रो फेरि जर्नल पनि दुई टाइपको हुन्छ, कम्पाउन्ड जर्नल JOURNAL जर्नल R2TW टु टाइप SIMPLE सिम्पल JOURNAL जर्नल COMPOUND कम्पाउन्ड JOURNAL जर्नल। हाम्रो कुन हुँदो रहेछ भन्दाखेरि सिम्पल जर्नल हुन्छ र कम्पाउन्ड जर्नल हुन्छ। अझ हामीले गर्न आँटेको चाहिँ सिम्पल जर्नल हो। यो सिम्पलै हामीले बुझिया छैन भने त कम्पाउन्ड जर्नल कसरी गर्न सक्यो त। त्यसले गर्दा हामीले सुरुमा सिम्पल जर्नल सिक्नुपर्छ। अब सिम्पल जर्नलमा हुन्छ नि तपाईँको कम्पाउन्ड जर्नलमा हो भने हामीले दुईवटा, अब क्रेडिटको क्रेडिट एमाउन्ट, डेबिटको डेबिट एमाउन्ट हुन्छ नि। अब यो म तपाईँलाई नेक्स्ट भिडियोमा बुझाइदिन्छु भने यो अहिले हामीले गर्नुपर्ने भनेको चाहिँ अहिले हामीले फोकस चाहिँ राम्ररी फोकस गरेर यो मजाले बुझ्नुपर्ने भनेको चाहिँ सिम्पल एकाउन्टमा हो, सिम्पल जर्नलमा हो, सरी सिम्पल जर्नलमा हो। अब सिम्पल जर्नलको लागि आज मैले एउटा बुक लिएर आएको छु। अब यहाँनिर हाम्रो सिम्पल जर्नल इन्टायर्स देख्न सक्नुहुन्छ। यहाँ सिम्पल जर्नल एकाउन्ट भने SP1 जर्नलाइज द फलोइङ ट्रान्जेक्सन्स भनेको छ होइन। हामीले के गर्नु पर्दो रहेछ भने चाहिँ जर्नलाइज द गिभन ट्रान्जेक्सन्स जर्नलाइज गर्नुपर्ने रहेछ। त्यसको लागि चाहिँ हामीले अब यसो हेर्दाखेरि अब के भनिरहेछ SP1मा होइन, जर्नलाइज द गिभन फलोइङ ट्रान्जेक्सन्स भनिरहेछ। जुन मनमा के भन्छ, इन्ट्रोड्युस द बिजनेस विथ RS 5 लाख, अब 5 लाख्स। अब कतिले इन्ट्रोड्युस गर्नुपर्ने रहेछ भनेपछि 5 लाख यी इन्ट्रोड्युस भनिरहेछ होइन। अब यो इन्ट्रोड्युस भनिरहेछ भने चाहिँ तपाईँहरूलाई त म यस्तो इन्ट्रोड्युस, अब हामीले यहाँ पैसा हाम्रो के गर्नुपर्ने छ, इन्ट्रोड्युस गर्नुपर्ने छ। इन्ट्रोड्युस गर्न र बिजनेस खोल्न हामीलाई के चाहिन्छ, अब पख्नु है त, म तपाईँलाई पुरै प्रोसेस चाहिँ देखाइदिन्छु। SP1 मैले पुरै लेखेँ, JOURNAL जर्नलाइज द फलोइङ FOLLOWING TRANSACTIONS ट्रान्जेक्सन्स। अब हो, अब हामीले अब यसमा हामीले के गर्नुपर्ने छ, अब यसको त हामीले सल्भ गर्नुपर्ने छ। जसरी पनि यसको त निकाल्नु पर्यो नि त।
त्यसको लागि हामीले अब यसलाई यस्तो गर्ने, मैले यसलाई कपीलाई फोल्ड गरेँ, जर्नलाइन द फलोइङ क्वेसन्स भनिरहेको छ होइन, मैले यसको माथि राखेँ। अब इन्ट्रोड्युस भनिरहेको छ। अब हामीले सुरुमा अब यसको फर्मेट भनेको जर्नल गर्नको लागि डेट पार्टिकुलर J.F डेट सरी DR amount CR amount हामीलाई के चाहिँदो रहेछ भन्दा डेट पार्टिकुलर JF DR amount र CR amount चाहिन्छ। अब हामीले यहाँनिर सुरुमा लेख्ने JUNE जुन 5 पार्टिकुलरमा हाम्रो अब यो हामीले डेटको ठाउँमा लेख्यौँ जुन 5। अब यहाँ क्वेसन लेख्यो भने इन्ट्रोड्युस द बिजनेस विथ RS 5 lakhs भनिरहेको छ। इन्ट्रोड्युस केले इन्ट्रोड्युस गर्नु भनेको छ, हामीले बिजनेस इन्ट्रोड्युस गर्नु भनेको छ। बिजनेस अब बिजनेस गर्नको लागि हामीले के चाहिन्छ, क्यास, CASH हामीलाई के चाहियो, क्यास। हामीलाई के चाहिन्छ भन्दाखेरि क्यास चाहिन्छ। त्यसले गर्दा हामीले लेख्नुपर्छ अब क्यास एकाउन्ट ACA, यो स्ल्यास हो, यो एल जस्तो देख्नु होला, यो स्ल्यास हो, लाइक यहाँ पेनले वर्क गरेन होइन, यो क्यास एकाउन्ट डेबिट, हाम्रो डेबिट अलिकति एउटा स्पेस डेबिट टु क्यापिटल CAPITL क्यापिटल एकाउन्ट। यहाँ चाहिँ हामीले अब यो टु, अब यहाँ हामीले तपाईँले भन्नु होला यहाँ माथि त क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट भनेको छ, यहाँ फेरि डेबिट दिनुभएको छ। यो भनेको चाहिँ डेबिटको क्यास एकाउन्ट डेबिट, हामीले डेबिटको निकाल्यौँ होइन। यो हामीले यहाँ DR एमाउन्ट र CR एमाउन्ट लेखेको भनेको DR हामीले के लेखेको छौँ, डेबिट एमाउन्ट लेख्नको लागि, CR एमाउन्ट लेखेको छौँ क्रेडिट एमाउन्ट लेख्नको लागि। त्यसले गर्दाखेरि क्यास एकाउन्ट डेबिट हाम्रो के भयो त, क्यास एकाउन्ट डेबिट हामीले डेबिटको सक्यौँ नि त। अब टु चाहिँ हाम्रो यो टु इज इक्वल्स टु क्रेडिट बाई इज इक्वल्स टु क्रेडिट हो है। टु र बाई भनेको छ भने टु र बाई हाम्रो क्वेसनमा लेख्न पनि मिल्छ, तर बाई चाहिँ हामीले धेरै जस्तो कम्पाउन्ड जर्नलमा लेख्नु होइन, कम्पाउन्ड जर्नलमा लेख्न सजिलो हुन्छ। अहिले यो त्यति साह्रो महत्त्वपूर्ण हुँदैन, तर अहिले हामीलाई महत्त्वपूर्ण भनेको चाहिँ टु हो। टुले चाहिँ हाम्रो रिफर गर्छ हाम्रो क्रेडिटलाई हो क्या। टु भन्ने बित्तिकै हामीले क्रेडिट सम्झिने, टु भनेको छैन। अब हामीले त लेख्नु पऱ्यो, लु तपाईँले लेख्नुभयो इन्ट्रोड्युस एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट डेबिट लेख्न मिल्दैन, तपाईँले टु क्यापिटल एकाउन्ट डेबिट लेख्न टु यसरी, तपाईँले यसरी टु CAPITL क्यापिटल एकाउन्ट डेबिट लेख्नु भने यो सट्टै रङ हुन्छ। हाम्रो टु इज इक्वल्स टु क्रेडिट, टुले चाहिँ हाम्रो के रिफर गर्छ भन्दाखेरि क्रेडिट रिफर गर्छ, त्यसले गर्दा हामीले त्यो लेख्न मिलेन। अब त्यो लेख्न नमिलेपछि हाम्रो यो भयो हाम्रो टु एकाउन्ट, हाम्रो यति सक्यो नि। अब के भनिरहेको छ, क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट डेबिट, एमाउन्ट कति थियो हाम्रो 5 lakhs थियो। यो डेबिटमा भयो 1 2 3। अब यो टु क्यापिटल एकाउन्ट भनिरहेको छ। CRको के भयो हाम्रो, CRको पनि यहाँ 1 2 3। अझै यो स्टेप सकेको छैन। अब यहाँनिर हामीले फेरि लेख्नुपर्ने हुन्छ BEING। अब तपाईँहरूले अब यो मुनि चाहिँ के लेख्नुपर्ने भन्दाखेरि मुनि अब हामीले त मलाई माथिको त आयो, मुनि लेख्नै आउँदैन, मुनि त के लेख्नुभयो भने हाम्रो के भनिरहेको छ क्वेसन, इन्ट्रोड्युस द बिजनेस विथ RS, यो सबै हाल्दैन, यो एमाउन्ट नसार्ने, RS 5 lakh नसार्ने, इन्ट्रोड्युस बिजनेस लेखिदिने कि बिङ बिजनेस स्टार्टेड लेखिदिने कि के लेखिदिने। अहिले म चाहिँ बिङ क्यापिटल इन्ट्रोड्युस लेख्छु। अहिले म चाहिँ क्यापिटल इन्ट्रोड्युस। हामीले अब केही तपाईँलाई अब सोच्नु होला, अब यहाँनिर त हामीले लेख्नुपर्ने हुन्छ, ला मलाई माथिको त आयो, मुनि त के लेख्नु ब्राकेटमा, त मुनि ब्राकेटमा लेख्नै पर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले तपाईँलाई केही नै आएन भने पनि यो बुकको छ नि, यो जुन तपाईँले देख्नुहुन्छ नि SPSP 1 को देख्नुभयो नि, यो जुन 5 को इन्ट्रोड्युस बिजनेस विथ RS 5 lakhs भनेको छ नि, सबै हान्दिने, यो यति चाहिँ नलेख्ने, अरू यहाँ भएको जति सबै लेखिदिने क्या, टेन्सनै नलिकन यो भएको जति सबै लेखिदिने। अब यो हाम्रो यसरी गर्ने, कसरी गर्ने बुझ्नुभयो होला, एकचोटि फेरि हेर्नु होला, म फेरि एकचोटि बुझाइदिँदैछु। हाम्रो जर्नलाइज त फलोइङ ट्रान्जेक्सन्स भनिरहेको छ। हाम्रो यसको फर्मेट हाम्रो जर्नल इन्टाइट गर्नको लागि तपाईँले यो यतिको फर्मेट बनाउनुहुन्छ होइन, तपाईँले यतिको फर्मेट बनाउनुहुन्छ, तर अझै यहाँनिर हाम्रो फर्मेट अब मान्छेहरूले अब तपाईँ कतिपय विद्यार्थीहरूले यतिको फर्मेट बनाउनुहुन्छ, तर यो फर्मेटमा तपाईँहरूको नि फुल मार्क्स आउँदैन। तपाईँको प्रोसेस राइट छ भने पनि फुल मार्क्स आउँदैन।
हाम्रो के लेख्नुपर्छ थाहा छ? JOURNAL जर्नल ENTRIES इन्टायर्स इन द बुक ड्यास ड्यास ड्यास। अब यहाँ मेरो त नाम दिएको छैन नि त यहाँनिर। अब तपाईँले सोच्नु होला अगाडि त बुझाउनु भएन त, यो तपाईँले त फर्मेट भन्नुभएको थियो, यो मात्र फर्मेट भन्नुभयो। मैले तपाईँहरूको त्यो कतिपय तपाईँहरूले गलत लेख्नुभएको हुन्छ। तपाईँहरूलाई मैले डाइरेक्टली यो भनेको थिएँ भने तपाईँ रिसेन्ट कन्फ्युजनमा हुनुहुन्थ्यो। तपाईँलाई मैले यो गरेर देखाएपछि अब यसको माथि फेरि यति मात्र तपाईँले यसरी नै गर्दै जाँदाखेरि यति लेखेर हुँदैन। तपाईँले माथि जर्नल इन्ट्रेन्स इन द बुक। अब यहाँ मेरो क्वेसनमा त यहाँनिर हाम्रो टपिकमा केही छ भन्नु त? जर्नलाइज द फलोइङ ट्रान्जेक्सन्स, यहाँ त केही छैन नि। यहाँ केही नभएको कारणले गर्दा हामीले यहाँ केही लेख्नु पर्दैन। यहाँ माथि नाम दिएको छैन। अब जस्तै SSP2 हेर्नु त, द फलोइङ ट्रान्जेक्सन्स फ्रम द राजकुमार। हामीले के लेख्नु? जर्नल इन्ट्रेन्स अफ द बुक, फ्रम द बुक अर अफ द बुक, एउटा जे लेख्दा भयो, फ्रम द बुक अर अफ द बुक अफ राजकुमार लेख्नु पऱ्यो। नाम दिएको छ भने नाम लेख्नु पऱ्यो। यहाँ त मेरो त नामै दिएको छैन नि त। यहाँ SSP1 मा मेरो नाम दिएको छ भन्नु त छैन। त्यसले गर्दाखेरि मैले यहाँनिर मेरो नाम लेखिनँ, यहाँ जस्ट क्वेसनमा नाम लेखिनँ। अब यसको त सकियो। अब हामीले यहाँ डेट, पार्टिकुलर JF DR एमाउन्ट लेख्नुपर्छ। यो चाहिँ हामीलाई कतिपय चाहिन्छ। यो चाहिँ हाम्रो जेमा हाम्रो लेजर एकाउन्ट गर्नुहुन्छ तपाईँहरू, लेजर एकाउन्ट, सब्सिडरी बुक, ट्रायल ब्यालेन्स, सबैमा यो हामीले यो जर्नल एकाउन्ट चाहिँ चाहिन्छ। यो हामीले बुझिनौँ भने हामीले कुनै सल्भ गर्न सक्दैन। यो भनेको चाहिँ एउटा एकदम बेसिक, यो भनेको चाहिँ भेरी इम्पोर्टेन्ट भनौँ न, भेरी इम्पोर्टेन्ट हो क्या यो भनेको चाहिँ नि। यो बुझिएन भने चाहिँ एकदमै, यो भनेको चाहिँ भेरी इम्पोर्टेन्ट। यो यसलाई चाहिँ हामीले के गर्नु पऱ्यो? भेरी इम्पोर्टेन्ट। यसलाई चाहिँ हामीले नि भेरी इम्पोर्टेन्ट लिनुपर्छ है। यसलाई यो बुझ्न सकिएन भने चाहिँ साह्रै गाह्रो छ। यो जर्नल चाहिँ हामीले जे गरेर भने मेहनतले बुझ्नै पर्ने हुन्छ। अब हामीले SSP1 हामीले कुनको सक्यौँ? जुन 5 को सक्यौँ। अब हामीले कुनमा जानु पऱ्यो? जुन 8 मा। जुन 8 मा के भनिरहेको छ हाम्रो? जुन 8 मा के भनेको छ? विथड्र RS 15,000 फर बिजनेस अफ फर पर्सनल युज। अलिक यहाँ तपाईँले देख्नु भएन होला, क्यामेराको आदि भएछ। पढ्नु म फेरि एकचोटि देखाइदिन्छु। विथड्र RS 50,000 फ्रम द बिजनेस अफ फर पर्सनल युज। विथड्र, हामीले विथड्र गर्नुपर्ने भनेको छ। विथड्र अफ RS 50,000 फर बिजनेस, फ्रम बिजनेस फर पर्सनल युज। अब यो के विथड्र भनेको? हामीले पैसा निकाल्नु क्या। विथड्र भनेको चाहिँ तपाईँहरूलाई पनि थाहा छ होला त्यति त। विथड्र भनेको त हामीले पैसा निकाल्नु। अब हामीले अगाडि कहाँ लेखेका थियौँ डेट? हामीले डेट लेखेका थियौँ जुन 8। हामीले यहाँ लेखेका थियौँ, हामीले के लेख्यौँ? जुन 8 लेख्यौँ। यो डेट, यो हाम्रो डेटको ठाउँमा लेख्यौँ। अब तपाईँहरू भन्नुहुन्छ अब यहाँ के लेख्नु होला? हाम्रो यो अफिस PERSONL पर्सनल युज, OFFICL अफिसियल युज हुन्छ। हाम्रो यो विथड्र भन्ने बित्तिकै म तपाईँलाई विथड्रहरू बुझाइदिन्छु, किनकि विथड्र अलिक बुझ्न गाह्रो छ, मान्छेहरूले कतिपय झुकिनुहुन्छ होइन। विथड्र, अब जस्तै मैले तपाईँहरूको बिजनेस गर्न थालेँ होइन। अब जस्तै मैले बिजनेस गर्न थालेँ। अब हेर्नु है, विथड्र इजिकल्स टु पर्सनल युज एन्ड अफिस युज भनेको छ। अब एकछिन सोच्नु है, म तपाईँहरूलाई कसरी बुझाउनु। अब बुझाउनु पर्दो हेर्दाखेरि, हामीले बुझाउनु पर्दाखेरि तपाईँलाई अलिक इजी वेमा बुझाउनु पऱ्यो नि त। अब हार्ड वेमा घुमाउरो पारेर त बुझाउनु भएन, किनकि तपाईँले स्कुलमा नबुझेर यहाँ आउनुभयो। तपाईँले यहाँ बुझ्नुको लागि हामीले विथड्र भनेको चाहिँ अलिक ह्यान्ड राइटिङ चाहिँ गडबड भयो, माइन्ड नगर्नु होला होइन। मैले बुझाएको चाहिँ सुन्नु होला। अनि हामीले अब विथड्र भनेको छ, यो विथड्र भनेको त अब हामीले पैसा निकाल्नु हो। अब यसमा हामीले के गर्नु त? विथड्र एकाउन्ट डेबिट टु क्यास एकाउन्ट लेख्नु मिलेन। क्यास त क्यासै हुन्छ नि। अब के लेख्नु बाथी चाहिँ डेबिटमा पो गाह्रो पार्छ त्यसले त। अब जस्तै मैले अब एउटा मेरो XYZ को ब्याग सप छ अरे, होइन, ब्याग सप छ अरे। अब यहाँबाट मलाई लाइक घरबाट एउटा ब्याग ल्याइदिनु भन्नुभयो अरे। घरमा भाइलाई एउटा ब्याग ल्याइदिनु भन्नुभयो अरे मलाई। अब मैले भाइलाई त ब्याग त ल्याइदिएँ। अब भाइलाई बुक ल्याइदिएँ। अब मैले त्यसको रेकर्ड राख्नुपर्छ भन्नु त। अब मैले त पैसाको रेकर्डहरू अब के राख्नुपर्छ? विथड्र गर्नु हो। अब मसँग ठिक्क फेरि मसँग क्यास पनि रहेनछ है। मसँग क्यास रहेनछ, मलाई घरबाट एउटा ब्याग ल्याए पनि भन्नुभएको छ। अब मसँग फेरि ब्यागकै सब छ होइन। अब फेरि अब
अब आफ्नै ब्यागको सब भए पनि मैले पैसा त राखेर किन्नु पर्यो नि त, लिनु पर्यो नि त। अब मसँग फेरि पैसा छैन, अब आफ्नै त सब हो, के राखिरहनु पैसा, अब निकाल्नु त एउटा ब्याग भन्न मिल्दैन हामीले। अब सबैले भन्छौँ अब यो हामीले रेकर्ड गर्नुपर्छ भन्ने हुन्छ होला तपाईँले, यसको रेकर्ड गर्नु पर्दैन भन्ने हुन्छ होला, तर यसको हामीले रेकर्ड गर्नुपर्छ है। XYZ मेरो ब्याग सब छ, मैले एउटा ब्याग निकालेँ अनि मैले फेरि एउटा ब्याग निकालेँ, प्लस मलाई फेरि 1 केजी मासु ल्याउनु भन्नुभयो अरे, 1 केजी मासु भन्नुभयो अरे। हामीले मासुको पनि अब मसँग ठिक अब क्यास पनि छैन, क्यास नभएपछि हामीले अब मसँग 1 केजी मासुलाई पनि पर्यो 1000, अब मैले फेरि 1000 रुपियाँ पनि निकालेँ गल्लाबाट। अब आफ्नै त बिजनेस किन निकाल्नु पर्यो भनेर मिल्दैन हामीले। अब आफ्नै त दोकान हो, किन रेकर्ड राखिरहनु, आफ्नो त बिजनेस हो, 1000 2000 निकाले पनि आफ्नो त सबै जाने हो, लस भए पनि मलाई नि हुने हो, प्रफिट भए पनि। तर त्यस्तो गर्न पाइँदैन, हामीले सबैको रेकर्ड राख्नुपर्छ, यसमा हामीले सबै रेकर्ड गर्नुपर्छ। हामीले यो सबै रेकर्ड राखेनौँ भने हामीले पछि लस भएको कि प्रफिट भयो कि कसरी थाहा पाउनु त भन्नु त। हामीले त्यसले गर्दा यो विथड्रमा चाहिँ हामीले यति चाहिँ बुझ्नुपर्छ, हामीले सबैमा रेकर्ड राखेर गर्नुपर्ने हुन्छ। अब विथड्र पर्सनल युजमा हामीले पर्सनल युज अब तपाईँले लाइक अब एउटा ब्याङ्क जानुभयो, अब तपाईँसँग पैसा विथड्र गर्नु छैन, चेक लेख्नुभयो, चेकमा लेख्दाखेरि तपाईँले के गर्नुपर्छ, ड्रइङ गर्नुपर्छ, लेखेर अब तपाईँ जानुभयो ब्याङ्कबाट तपाईँलाई के हेर्छ, त्यो चेक हेर्छ, त्यो चेक हेरेर तपाईँलाई क्यास दिन्छ। त्यो क्यास केमा दिन्छ, ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट। मैले यहाँ स्पेस छोडिनँ होइन, तपाईँहरूले अब स्पेस छोड्नु होला, मैले यहाँ स्पेस नछोडेको किनकि मलाई अलिक स्पेस छोड्दाखेरि गाह्रो हुने हो। स्पेस छोड्नै पर्छ भन्ने पनि छैन, नछोड्दा पनि हुन्छ, तर कतिपयलाई अब अलिक राम्रो बनाउनको लागि गरिन्छ, कसैले अब मलाई त टप गर्नु छ उयो गर्नु छ भन्दा पनि हुन्छ। अब स्पेस छोड्दा पनि भयो, नछोड्दा पनि भयो, किनकि हामीले क्रेडिटको डेबिटको यता लेख्ने हो, क्रेडिटको यता लेख्ने हो, टेन्सन हुँदैन। त्यो भनेको डेबिटको एमाउन्ट अर्कै लेख्ने हो। अब हामीले क्यास निकाल्दा त के गर्नु पर्यो, ड्रइङ गर्नु पर्यो। ड्रइङ भनेको फेरि आर्टिस्ट होइन नि, पुरै चित्रकार गर्नु, हामीले लेख्नु पर्यो। त्यो चेकमा एउटा चेकबुक हुन्छ, हामीले त्यसमा के गर्नु पर्यो, लेख्नु पर्यो, त्यसलाई भन्छ ड्रइङ। फेरि ड्रइङ भन्ने बित्तिकै ड्रइङ पर्सनल युजमा मात्र ड्रइङ हुन्छ, पर्सनल युजमा हुँदैन। त्यसले गर्दाखेरि हाम्रो अब एमाउन्ट कति छ, विथड्र RS 15,000 फ्रम अ बिजनेस फर पर्सनल युज। अब हामीले के गर्नु पर्यो, डेबिटको एमाउन्ट यहाँ त हाम्रो अब यहाँ कति दिएको छ, 15,000 लेख्नु पर्यो। अब यहाँ क्रेडिटमा पनि हाम्रो 15,000 नै लेख्छौँ। अब सक्यो जुनेटको सक्यो, अब विथड्रको हाम्रो सक्यो। त्यस पछाडि के भनेको छ, पर्चेस कम्प्युटर फर RS 25,000। ला हामीले के पर्चेस गर्नुभयो, पर्चेस कम्प्युटर फर RS 25,000। ल अब यो पर्चेस हामीले किनेको भनेपछि हामीले रिसिभ गरेको भयो कि डेबिट भयो कि क्रेडिट भयो, त्यसरी आफै सोच्नु। पर्चेस भनेको आफ्नो पैसा दिनु, हामी त के भयो, गिभर। यो डेबिटमा पनि गयो, क्रेडिटमा पनि गयो। हाम्रो पर्चेस गिभर भने चाहिँ क्रेडिटमा गयो। फेरि पर्चेस पनि भनेको छ, पैसा पनि गएको छ, एक्सपेन्सेस पनि भएको छ। ल कसको लागि किनेको, हाम्रै लागि किनेको। फेरि पर्चेस कम्प्युटर, ल के पो यो हाम्रो यो दुइटै हो, डेबिट पनि हो क्रेडिट पनि हो। हाम्रो यो डेबिट पनि हो क्रेडिट पनि हो। अब हामीले लेख्छौँ JUN 10। अब हाम्रो के भन्छ, पर्चेस कम्प्युटर RS फर RS 25,000। कतिमा, 25,000मा हामीले पर्चेस गरेका छौँ। अब पर्चेस कम्प्युटर RS 25,000 भनेको छ भनेपछि हामीले अब यहाँ यसको फर्मेट म तपाईँलाई मजाले सिकाउँछु। COMPUTER कम्प्युटर एकाउन्ट डेबिट टु CASH क्यास एकाउन्ट। हाम्रो त पैसा पनि किनेका छौँ, एक्सपेन्सेस पनि गएको छ, डेबिटमा पनि गएको छ, क्रेडिटमा पनि गएको छ। हामीले के लेख्नु पर्यो भन्दा त कम्प्युटर एकाउन्ट डेबिट टु क्यास एकाउन्ट। के दिएर किन्ने हो भन्नु त, क्यास दिएर किन्ने हो नि त, त्यसैले टु क्यास एकाउन्ट यो क्यास भयो क्रेडिटमा,
कम्प्युटर एकाउन्ट डेबिट डिआर देख्न छ तपाईँले बुझिहाल्नुहुन्छ त्यो डेबिट हो भन्ने। अब हामीले के लेख्नु पर्यो यहाँको एमाउन्ट हामीले 25,000 लेख्नु पर्यो। हामीले यहाँ 25,000 लेख्नु पर्यो। अब यो त तपाईँहरूले इजिली बुझ्नुहुन्छ पर्चेस भन्नेको। अब यहाँ एउटा क्वेसन आउँछ तपाईँहरूलाई म त्यो चाहिँ अलिक राम्ररी बुझाउनु पर्ने हुन्छ, त्यसले गर्दा म यसलाई कपीलाई यस्तो गरेको हुन्छु। यता म जुन 15 भन्ने, अब यहाँ हेर्नु है, राम्ररी हेर्नु ल। जुन 15 के भनिरहेछ, फर्चुनेट सोल्ड फर आरएस 1 लाख भनिरहेछ। फर्निचर सोल्ड फर आरएस 1 लाख। के सोल्ड भइरहेछ फर्निचर? अब तपाईँले सोच्नु होला फर्निचरको पनि अब यही होला, के अरे सेम अब यस्तो होला तपाईँले सोच्नुभएको होला। फर्निचर FURNITUR फर्निचर एकाउन्ट डेबिट टु CSS क्यास एकाउन्ट, यही त गर्नु होला नि। पर्चेस र फर्चुनर भनिरहेछ, तर यो होइन है। हामीलाई के भनिरहेछ क्वेसनमा, हामीलाई क्वेसनमा के भनिरहेछ त्यो बुझ्ने। हामीलाई क्वेसनमा भनेको छ जुन 15 फर्चुनेट सोल्ड फर आरएस 1 लाख, फर्निचर सोल्ड फर आरएस 1 लाख, टङ स्लिप भएको है यो फर्चुनेट फर्निचर सोल्ड आरएस 1 लाख। के भएको छ भन्दा फर्निचर सोल्ड पो भएको छ त, यहाँ त पर्चेस्ड भएको थियो, यहाँ त के भएको छ, सोल्ड भएको छ। अब यो त सोल्ड गर्नुपर्छ। अब हामीले यो लेख्यौँ होइन, यो लेख्दा हाम्रो रङ भयो। तर हामीले क्यास एकाउन्ट डेबिट टु फर्निचर FURNITUR फर्निचर एकाउन्ट यो लेख्दा भइगयो नि। हाम्रो पर्चेस भनेको छ भने चाहिँ हामीले कम्प्युटर एकाउन्ट डेबिट हामीले हाम्रो पर्चेस भनेको छ भने चाहिँ कम्प्युटर एकाउन्ट डेबिट लेख्नुपर्ने हुन्छ। पर्चेस भनेको छ भने हामीले पर्चेस छ क्वेसनमा, पर्चेस्ड भनेको छ हाम्रो क्वेसनमा भने अब हाम्रो के भनिरहेछ, पर्चेस्ड भनिरहेछ क्या क्वेसनमा। अब हाम्रो त के भनिरहेछ, पर्चेस भनेको छ। लु तपाईँले सोच्नु होला यहाँ कसरी गऱ्यो यसले, फेरि यो एन्सर त ननिस्किनु पर्ने, अनि यहाँ त सोल्ड भनिरहेछ, यसले त फेरि उल्टो गऱ्यो, यो त रङ पो भन्ने होला तपाईँलाई। यो तर राइट हो है। यहाँ हामीले के गर्नुपर्ने हुन्छ, यहाँ त हाम्रो क्वेसनमा त पर्चेस्ड भनिरहेछ नि त जुन 10मा। जुन 10मा के भन्छ, पर्चेस कम्प्युटर फर आरएस 25,000। हामीले के गर्यौँ, COMPUTR कम्प्युटर एकाउन्ट डेबिट टु CSH क्यास एकाउन्ट। यहाँ त हाम्रो क्यासै जाने हो, जे भए पनि क्यास, यहाँ पनि क्यासै आउने हो। अब यहाँ सोल्ड भनिरहेछ नि त, हामीले सोल्डमा त FURNITUR फर्निचर एकाउन्ट डेबिट टु CSH क्यास एकाउन्ट लेख्न मिल्दैन। यो त पर्चेस गरे जस्तै भयो। यहाँ हाम्रो त के भनिरहेछ क्वेसनले, सोल्ड भनेको छ। योलाई हामीले पोइन्ट गर्नु पर्यो, यहाँ त हामीलाई सोल्ड भनेको छ। त्यसले गर्दा हामीले लेख्नु पर्यो क्यास एकाउन्ट डेबिट टु फर्निचर FURNITUR फर्निचर एकाउन्ट। अब सेम हामीले यो लेख्नु पर्ने हुन्छ। हामीले यति सम्झिनु न, पर्चेस आएको छ तपाईँलाई, अनि मुनि फर्निचर यस्तै फर्निचरहरू दिएको छ भने तपाईँले सोल्ड, त्यहाँ क्वेसनमा सोल्ड भनिदिइरहेछ भने पर्चेसमा तपाईँले माथि सोल्डो गर्नुभएको छ, त्यसलाई सरकन उल्टो बान्ने क्या। पर्चेसमा त हाम्रो धेरै जस्तो जाने हो क्यास हो, अब त्यसलाई सरकन उल्टो पार्दा हामीले के जान्छ, यहाँ कम्प्युटर भनेर रहेछ, कम्प्युटरको अब यहाँ सोल्ड भनिदिएको थियो भने, बाइचान्स यहाँ सोल्ड भनेको थियो भने तपाईँले यसको साथ यसलाई माथि लेखिदिने, यसलाई तल लेखिदिने, यो क्यासलाई माथि लेख्ने, अनि यसलाई मुनि लेखिदिने। त्यो क्यास एकाउन्टलाई हाम्रो केमा लेख्ने, मुनि लेखिदिने। हाम्रो क्यास एकाउन्टलाई मुनि लेख्ने। यो हाम्रो यस्तो भनिरहेछ भने यसलाई ठक्क सरकन उल्टो गर्ने, क्यास एकाउन्ट यता लेख्ने, कम्प्युटर एकाउन्ट डेबिट सोल्ड भनेको छ भने, सोल्ड भनेको छ भने हामीले यो ठिक्क यो उल्टोलाई यहाँ पुऱ्याइदिने, यो उल्टोलाई यहाँ पुऱ्याइदिने। त्यसले गर्दाखेरि हाम्रो यो क्यास एकाउन्ट डेबिट टु कम्प्युटर एकाउन्ट हुन्छ। त्यसले गर्दा हामीले त्यसरी गर्ने। अब यहाँ जुन 15मा हाम्रो त्यही भनिरहेछ, जुन 15मा हाम्रो क्वेसनले के भनिरहेछ, सोल्ड भनिरहेछ भनेपछि हामीले CSH क्यास एकाउन्ट डेबिट टु फर्निचर एकाउन्ट
फर्निचर एकाउन्ट लेख्ने। अब यहाँ हाम्रो कति दिइरहेछ 1 लाख दिइरहेछ 1 लाख सरी 1 लाख होइन 1,10,000 दिइरहेछ। अब हामीले यहाँ 1,10,000 लेख्ने। अब यसको त हामीले सक्यो लु जुन 15 को पनि सक्यो। अब जुन 8 को आयो जुन 8 को पनि बुझ्नु पर्ला। अब यहाँ मैले त्यत्रो बेर पर्चेस किन बनेको पर्चेस बनेको छु। अब यहाँनिर त तपाईँले सोल्ड पनि देख्नुभयो फेरि मुनि सोल्ड छ। लौ फेरि मुनि सोल्ड आयो ल। अब के पो गर्ने। अब फेरि पर्चेस र सोल्ड आएको छ। अब फेरि पर्चेसको त्यही वेमा हामीले जुन वेमा हामीले गरेका छौँ जुन 10 को हामीले जुन वेमा गरेका छौँ हामीले जुन 18 को हामीले त्यही वेमा गर्ने। जुन 18 मा के भन्छ पर्चेस गुड फर RS 60,000 CS क्यास सरी गुड एकाउन्ट डेबिट टु क्यास एकाउन्ट। यो मैले किन लेखेँ भन्दाखेरि यहाँनिर त हाम्रो के भन्छ पर्चेस गुड फर RS हामीले के किन्यौँ गुड्स किन्यौँ नि त। गुड्स एकाउन्ट डेबिट टु क्यास एकाउन्ट कतिमा किनेका छौँ। अब यहाँ एमाउन्ट हाम्रो कति दिइरहेछ त 60,000 दिइरहेछ। हाम्रो यो डेबिटमा 60,000 क्रेडिटमा पनि 60,000। अब सक्यो यही हो। अब यहाँ हाम्रो फेरि दिइरहेछ हाम्रो के दिइरहेछ भन्दा जुन 20 हाम्रो के दिइरहेछ जुन 20 दिइरहेछ। सोल्ड गुड फर RS 70,000 हामीले के गरेको छ सोल्ड गुड गरेको छ। अब हामीले अगाडि त मैले तपाईँहरूलाई बुझाएँ नि यत्रो बेर मैले तपाईँहरूलाई के यत्रो बेर हामीले पढ्यौँ नि हाम्रो सोल्ड भनेको छ भने क्यास एकाउन्ट डेबिट टु फर्निचर एकाउन्ट भनेको छु मैले अगाडि नि तपाईँलाई। अब यहाँ फेरि आयो तपाईँलाई अघि मैले किन त्यत्रो बेर सोल्ड भनेको हाम्रो इम्पोर्टेन्ट हो यस्तो उल्टो हो भनेको छु। यहाँ माथि हामीले पहिले भर्खर पर्चेसको गऱ्यौँ होइन पर्चेस गुड्स एकाउन्ट डेबिट टु। अब यहाँ हामीले क्यास एकाउन्ट डेबिट टु गुड एकाउन्ट सक्यो। ला यहाँ त पर्चेस लेख्दा पनि थियो गुड्स अलिक नमिल्यो त यसको ठ्याक्कै उल्टो गरिदिने नि त। यहाँ त यहाँ हेर्नु न यहाँको र यहाँको क्वेसन सेम छ जुन 18 र जुन यहाँ जम्मा सोल्ड भनेर चाहिँ यहाँ पर्चेस भनेर सक्यो। यता जम्मा यता पर्चेस बनिरहेछ यता हाम्रो यता के भनिरहेछ सोल्ड भनिरहेछ। अब यहाँ हाम्रो कति आन्सर दिइरह 70,000 दिइरहेछ हाम्रो यहाँनिर 70 1 2 3। अब हामीले यहाँ फेरि लेख्नु पर्यो 70,000 आम्मौ 70,000। अब हाम्रो यसरी नै हाम्रो SSP 1 सक्यो। हाम्रो अब SSP 1 सक्यो। अब मैले तपाईँहरूलाई अगाडि बुझाइरहेको छु बुझ्नुभयो कि बुझ्नु भएन मलाई बुझ्नु भएन भने मलाई यो भिडियो फेरि एकचोटि रिपिट गरेर नत्र मैले बुझिनँ सर मलाई फेरि बुझाइदिनु भनेर कमेन्टमा भन्नु होला। जर्नल भनेको मैले सुरुमा फेरि एकचोटि म रिपिट गर्दैछु। जर्नल भनेको हाम्रो के रहेछ भन्दाखेरि हामीले सुरुमा जर्नल भन्ने बुझ्नुपर्ने हुन्छ। जर्नल भनेको एउटा प्राइमेरी बुक हो प्राइमेरी बुक अफ एकाउन्ट हो वेयर अल द फाइनेन्सियल ट्रान्जेक्सन्स आर रेकर्ड इन सिस्टमेटिक युजिङ द डबल एन्ट्री प्रिन्सिपल इन अ क्रोनोलोजिकल अर्डर। अलिकति हामी चाहिँ ब्याक बेन्चर पढ्यो कि त्यसले गर्दा ह्यान्डराइटिङमा चाहिँ यो सरको ह्यान्डराइटिङ त गु जस्तो छ नसम्झिनु होला अलिक हामी ब्याक बेन्चरै हो होइन हजुर। त्यसले गर्दाखेरि हाम्रो यो ह्यान्डराइटिङ चाहिँ यस्तै छ। तर हामीले बुझाउन चाहिँ मैले 100% ट्राई गरेको छु। बुझ्नु भएन भने फेरि मलाई भन्नु होला म फेरि अर्को भिडियो बनाएर तपाईँलाई राम्ररी अझै प्रष्ट पारिकन मैले तपाईँलाई बुझाउन ट्राई गर्नेछु। हाम्रो जर्नल भनेको के रहेछ द जर्नल इज द प्राइमेरी बुक अफ एकाउन्ट वेयर अल द फाइनेन्सियल हाम्रो फाइनेन्सियल ट्रान्जेक्सन्स भन्ने बित्तिकै हाम्रो मनी रिलेटेड ट्रान्जेक्सन्स आर रिकर्ड इन द सिस्टमेटिकली युजिङ डबल एन्ट्री प्रिन्सिपल। के यो एन्ट्री गरेर डबल एन्ट्री प्रिन्सिपल यो त स्कुलमा पनि बुझाइदिएको हुन्छ डबल एन्ट्री प्रिन्सिपल युज गरेर इन अ क्रोनोलोजिकल अर्डर। अनि यसको जर्नलको कति टाइप्स हुँदो रहेछ जर्नल टाइप्स हो क्या यो खास गरेर जर्नल टाइप्स पर्सनल एकाउन्ट रियल एकाउन्ट नोमिनल एकाउन्ट। पर्सनल एकाउन्ट रिसिभर भनेपछि डेबिट गिभर भनेपछि क्रेडिट। यो पर्सनल एकाउन्टको सक्यो। यो यति फर्मुला चाहिँ तपाईँहरूले अलिक याद राख्नुपर्ने भनेको पर्सनल एकाउन्ट रियल एकाउन्ट नोमिनल एकाउन्टको। पर्सनल एकाउन्टको हाम्रो के छ रिसिभर इज डेबिट गिभर इज क्रेडिट। रियल एकाउन्ट हाम्रो के भनेको छ रियल एकाउन्ट वाट एभर कम्स इन डेबिट वाट एभर गो आउट इन क्रेडिट। के भनिरहेछ भन्दाखेरि वाट एभर कम्स जे सबै आउँछ त्यो सबै क्रेडिट डेबिटमा आउँछ जे सबै जान्छ त्यो क्रेडिटमा भनेपछि हाम्रो पैसामा जान्छ एक्सपेन्सेसमा जान्छ हाम्रो पैसा जान्छ। यो हो रियल एकाउन्ट। हामीले मेन तपाईँको बरु यो यति हामीले टाइप्सको फर्मुला चाहिँ हामीले एकदम रट्नुपर्ने हुन्छ किनकि यो जर्नल भनेको एकदम बेसिक
यो यति रटिएन भने जर्नल गर्न अलिक गाह्रो हुनेछ किनकि हामीले बुझ्नुपर्ने हुन्छ कुन एक्सपेन्सेस हो कुन गेन हो कुन इन्कम हो भन्ने नोमिनल एकाउन्टमा त्यही बुझाइदिइरहेछ एक्सपेन्सेस एन्ड द लस एक्सपेन्सेस भनेको हाम्रो पैसा जानु लस भनेको त तपाईँलाई थाहा नै छ म्याथमा पनि पढिरहनु भएको छ लस भनेको त घाटा हुनु भइगयो भने चाहिँ डेबिटमा गयो गेन हाम्रो पैसा बढ्नु इन्कम आउनु पैसा आउनु काम गरेको छ पैसा आयो के भयो प्रफिट आयो हाम्रो इन्कम प्रफिट आइदिन्छ इन्कम लौ पैसा वरिपरि पैसा आउनु भनेको त इन्कम हो नि त इन्कम हो अब अझै जर्नलको अझै छ अब यहाँ त टाइप्सहरू यति त मैले फेरि चाहिँ अब यो अर्को टाइप छ क्या यो भनेको चाहिँ तपाईँको एउटा सिम्पल एकाउन्ट सिम्पल जर्नल हुन्छ नि एउटा कम्पाउन्ड जर्नल यो अहिले त्यति इम्पोर्टेन्ट छैन हामीले गर्नु परेको अहिले सिम्पल जर्नल हो कम्पाउन्ड जर्नल म नेक्स्ट भिडियोमा तपाईँले बुझ्नु भएको छैन भने भन्नु होला म नेक्स्ट भिडियोमा पनि अपलोड गर्नेछु कति प्रायले नबुझेको पनि हुन सक्नुहुन्छ त्यसले गर्दाखेरि म तपाईँहरूलाई कम्पाउन्ड जर्नल अर्को नेक्स्ट भिडियोमा अपलोड गर्नेछु अब यहाँ एसएसपी 1 भनिरहेको छ जर्नलाइज द फलोइङ ट्रान्जेक्सन्स जर्नल इन्ट्रेन्स इन द बुक मैले यो भनेको थिएँ तपाईँलाई म फेरि एकचोटि रिपिट गर्छु यो चाहिँ यो अलिक बुझाउन गाह्रो हुन्छ एसएसपी 1 लेखेका छौँ हामीले डेट पर्टिकुलर जिएफ डिआर एमाउन्ट सिआर एमाउन्ट लेखेका छौँ तर यो फर्मेट होइन है माथि यो दिएन भने यो छ नि यो दिएको छैन भने चाहिँ नि हाम्रो फर्मेटको कामै छैन क्या यो फर्मेटमा हाम्रो आयो भने प्रोसेस तपाईँको पुरै राइट छ अब 6 मार्क्सको छ भने तपाईँको 3 पाउनुहुन्छ 6/3 पाउनुहुन्छ अझै 3 कहाँको उड्छ काटिदिन्छ मार्क्स यति लेख्नै भन्ने हुन्छ जर्नल इन्ट्रेन्स इन द बुक अब यहाँ माथि नाम दिएको छैन भने डट 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 मेरो यो त यहाँ नाम दिएको छैन त्यसले गर्दाखेरि हामीले डट 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 दिनु पऱ्यो तर एसएसपी 2 मा हामीले के भनेछ राजकुमार अब यहाँ नाम त दिएको छ त्यसो भए हामीले यहाँ बुक अफ राजकुमार लेख्नु पऱ्यो बुक राजकुमार लेख्दा पनि भयो तर बुक अफ राजकुमार लेख्नु सही हुन्छ होइन अब हाम्रो यहाँनिर के भनेको छ अगाडि इन्ट्रोड्युस के भनेको छ इन्ट्रोड्युस द बिजनेस विथ 5 लाख हाम्रो के इन्ट्रोड्युस गर्नु भनेको छ बिजनेस बिजनेस इन्ट्रोड्युस हामीले के भन्नु छ इन्ट्रोड्युस द बिजनेस विथ आरएस 5 लाख हामीले के इन्ट्रोड्युस गर्यौँ बिजनेस इन्ट्रोड्युस गर्न हामीलाई के चाहिन्छ पैसा बिना केही चल्दैन त्यसले हामीलाई चाहियो पैसा क्यास एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट अनि हामीले यहाँ बिङ इन्ट्रोड्युस अब तपाईँले सर यो तपाईँले एउटा मात्र गर्नुभएको छ अरूमा त यो तपाईँले देखाउनु यो मैले तपाईँलाई अघि नै बुझाइसकेँ यो तपाईँहरूलाई मैले माथिको प्रोसेस बुझाइदिएको छु यो मुनिको चाहिँ तपाईँलाई केही आएन भने बिङ चाहिँ लेख्नुपर्ने क्वेसनमा जे हुन्छ यो आरएस यो एमाउन्टहरू नसारिकन यो आरएस 25,000 आरएस 1,10,000 नसारिकन यताको सबै हानिदिँदा हुन्छ सबै लेखिदिनु यताको क्वेसनै पुरै हानिदिनु क्या क्वेसनै पुरै रिपिट गरिदिनु टेन्सनै होइन त्यसैले मैले नलेखेको मैले सुरुमा पनि मैले भनेको यो यसरी गर्ने अब हाम्रो यहाँनिर ड्रइङ एकाउन्ट आयो पर्सनल युज मैले तपाईँलाई भनेको थिएँ हाम्रो के एकाउन्ट आएको छ भन्दाखेरि हामीले जुन विथड्र आएको छ अब हाम्रो क्वेसनमा के आयो विथड्र अब विथड्रको पनि फेरि दुईवटा टाइप्स हुन्छ विथड्रको हाम्रो दुईवटा टाइप छ ल पर्सनल युज अनि अफिसियल युज अहिले हाम्रो क्वेसनमा दिएको छैन र मैले बुझाएको छैन म त्यही नेक्स्ट भिडियोमा बुझाउने छु हाम्रो अहिले पर्सनल युजमा त हामीले अब आफ्नो पर्सनल युजको लागि गर्नु पर्यो तर त्यसको रेकर्ड राख्नुपर्छ है मैले तपाईँलाई अघि पनि बुझाएको थिएँ इक्जाम्पलहरू सहित मैले बुझाएको थिएँ त्यसको हामीले रेकर्डहरू राख्नुपर्छ त्यसलाई हामीले राम्ररी गर्नुपर्छ ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट हामीले के गर्नु पर्यो पर्सनल एकाउन्टमा पर्सनल एकाउन्टमा हामीले के गर्नु पर्यो त हामीले ड्रइङ त गर्नु पर्यो नि त हाम्रो क्यास त निकाल्नु पर्यो नि त यो निकाल्नु पर्ने हुन्छ त्यसैले ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट हामीले ड्रइङ गरेर हामीले त्यो लेखेर चेकमा लेखेर हामीले के चेकमा लेखेर ब्याङ्कमा दिँदा के दिन्छ एटिएममा दिँदा एटिएममा त भन्दा पनि ब्याङ्कमा दिएर के दिन्छ पैसा यो बिना त केही छैन नि त सम्भव त यो बिना केही छ त छैन नि त्यसैले गर्दा हामीले के पाउँछौँ ड्रइङ एकाउन्ट डेबिट टु क्यास एकाउन्ट अब हाम्रो के भन्छ फेरि जुन 10मा हाम्रो के भन्छ पर्चेस कम्प्युटर मैले तपाईँलाई भनिहालेँ फेरि पर्चेस के गर्नु पर्चेस गर्नु नि के पर्चेस गर्छु मैले बाइक पर्चेस गरेँ त्यस्तो कुरा मैले त बाइक पर्चेस गरेँ मेरो के भयो पैसा पनि गयो तर मलाई खुसी पनि भयो नि त एक किसिमको बुलेट चलाउन पाएँ हाम्रो बाइकहरू पर्चेस गरेको छु बुलेट बाइकमध्ये फेरि सबैभन्दा राम्रो रोयल इन्जिन बुलेट बुलेट भनेको बित्तिकै के आउँछ मनमा उतुल पुतुल हुन्छ बुलेट भन्ने बित्तिकै तर बुलेटहरू किन्यौँ मलाई खुसी पनि भयो तर हाम्रो टु क्यास एकाउन्ट पनि भयो टु क्यास एकाउन्ट हामीले पर्चेस भनेको छ नि त पर्चेस कम्प्युटर भनेको छ यो त हाम्रो सिधै हाम्रो यो कम्पाउन्ड जर्नलमा गर्नु पर्यो भनेखेरि यो फेरि डेबिटमा जान्छ नि यो डाइरेक्टली डेबिट भयो
पर्चेस्ड भनेको छ नि त डाइरेक्टली डेबिटमा हो तर यहाँ हामीले डेबिट क्रेडिट दुइटै देखाउनुपर्छ टु क्यास भनेपछि क्रेडिटमा गयो नि त कम्प्युटर एकाउन्ट डेबिट टु क्यास एकाउन्ट के आयो के दिएर आयो नि त क्यास दिएर आयो नि त गिभरमा त क्यास गयो नि त के गयो भन्दा तपाईँले पैसा पो पर्चेस गर्नुभयो पर्चेस गर्दा तपाईँको एक्सपेन्सेस पैसा गयो पैसा लङ्गा पारी स्वाहा तर के दिँदा गयो क्यास दिँदा गयो गिभरको भयो क्यास हामीले के दिउँ क्यास दिएर त बाइक आयो नि हो त्यस्तै क्यास दिएर हाम्रो कम्प्युटर आयो त्यसैले कम्प्युटर एकाउन्ट डेबिट टु क्यास एकाउन्ट अब हाम्रो त्यस्तै कुरा त्यस्तैमा फर्निचर सोल्ड एट आरएस 1,10,000 मैले फर्निचर सोल्ड एट आरएस 1,10,000 मैले तपाईँलाई अघि पनि भने के गर्दा मैले भएको थियो भन्दाखेरि लौ मैले तपाईँलाई यत्रो यहाँ भनेको थिएँ अब यहाँ पर्चेस्ड भनेको छ र त त्यो लेख्नु पऱ्यो नि पर्चेस सोल्डको तपाईँहरूलाई लु सोल्डको तपाईँले बुझ्नु नि भएन तपाईँले पर्चेसको गर्नुभएको छ भने नि पर्चेसको छ तपाईँले क्वेसनमा हेर्नुभयो यहाँ हाम्रो पर्चेस दिएको छ पर्चेस सोल्ड दिएको छ नि पर्चेसको गर्नुभयो यो पर्चेसको गर्नुभयो होइन तपाईँले पर्चेसको गर्नुभयो पर्चेसको यस्तो पर्चेसको गर्नुभयो भने पर्चेसको सिधा माथिको मुनि लेखिदिने मुनिको माथि लेखिदिने सक्यो टु चाहिँ नलेख्नु क्यास एकाउन्ट डेबिट टु कम्प्युटर एकाउन्ट लेख्ने सक्यो त्यस्तै हाम्रो यहाँनिर फर्निचर क्यास एकाउन्ट यहाँ हामीले के गरेका छौँ कसरी गरेका छौँ भन्दा क्यास एकाउन्ट डेबिट टु फर्निचर एकाउन्ट सक्यो यो पनि यो मुनिको नि पर्चेस गुड्स भनेको छ त्यो त क्वेसनै नहेरिकन भनिदिन्छु यत्रो पढेको छु अब कहाँ क्वेसन हेर्नु त पर्चेस गुड भनेको छ गुड एकाउन्ट डेबिट टु क्यास एकाउन्ट कति 60,000मा जुन 20मा के भन्छ क्यास एकाउन्ट यहाँ त फेरि सोल्ड आएको छ नि त यहाँ त जुन 20मा के आयो सोल्ड गुड फर आरएस 70,000 हाम्रो के भयो हामीले सोल्ड गऱ्यौँ हामी के भयो गिभर भयो क्यास एकाउन्ट डेबिट टु गुड एकाउन्ट सक्यो यसरी नै हामीले गरेका छौँ यसरी नै हामीले गर्दाखेरि हामीले बुझ्दैछौँ मैले बुझाएको तपाईँहरूलाई राम्रो लाग्यो वा तपाईँलाई अलिक महत्त्वपूर्ण सरले राम्रै बुझाउनु भयो बुझिनँ भने फेरि मलाई भन्नु होला कमेन्टमा र आजको लागि यति नै सबैजनालाई धन्यवाद धेरै धेरै धन्यवाद।